नमस्ते। हर एक दिन अथवा हर एक साँझ, हरेक बिहान हामी आफ्नै घरभित्र पनि एउटा आस्थाको देवतालाई पूजा गर्छौँ, मनभित्रको विश्वासलाई पूजा गर्छौँ। त्यो हाम्रो घरको पूजा कोठा। मूर्ति नै मूर्ति, ढुङ्गै ढुङ्गा, तर देवता, हाम्रो बुझाइमा देवता। आशीर्वाद ग्रहण गर्छौँ, अर्चना गर्छौँ, पाठ गर्छौँ, भजन गर्छौँ, कीर्तन गर्छौँ। घरभित्र हरेक बिहान र घरभित्र हरेक साँझ। त्यसै गरी हामी मन्दिर जान्छौँ। पशुपतिनाथ, श्री पशुपतिनाथ, गुहेश्वरी, भद्रकाली माता, दक्षिणकाली, मनकामना माता, प्लाञ्चोक भगवती, कालिञ्चोक भगवती, पाथिभरा माता, गोसाईकुण्ड, मुक्तिनाथ, देशभरिका मठ मन्दिरहरू हामी धाउँछौँ नै। मन्दिरभित्र ढुङ्गा हुन्छ, ढुङ्गा माथि, त्यो ढुङ्गा माथि हाम्रो विश्वासको एउटा देउता कुदिएको हुन्छ। हामीले पुज्ने देउता, हाम्रो विश्वासको देउता, हाम्रो आस्थाको देउता, हामीले आशा गर्ने, हामीलाई एउटा सही बाटोमा डोर्याउनुहोस् है भगवान भनेर आशा गर्ने एउटा देउता। नमान्दा ढुङ्गा, मान्दाखेरि देउता। कहिले हामी माझ प्रकट हुनु भएन देउता। कहिले हामीलाई आँखै अगाडि प्रकट भएर आशीर्वाद पनि दिनु भएन देउताले, भगवानले। घरभित्र बाआमा हाम्रा जीवित देउता, बाहिर हामीले पुज्ने यो सृष्टिलाई संहार गर्ने, सृष्टि एउटा अन्यायको बाटोमा हिँडेको बेला त्यो अन्यायलाई संहार गर्ने अनि न्याय मर्न नदिने यो संसारमा, अथवा मान्छेको लागि एउटा न्यायको पुजारी देउता, हामीलाई चलाउने देउता। अनि हामी माग्छौँ, भगवान हामी सकुशल हौँ, हाम्रो स्वास्थ्य सकुशल होस्, जीवन यात्रामा सधैँ सफलता मिलोस्, सधैँ गन्तव्य भेटियोस्, यात्रा गर्दाखेरि आफूले रोजेको र आफूले खोजेको गन्तव्य भेटियोस्। हामीलाई, हाम्रो परिवारलाई रक्षा गरिदिनुहोस्, छोराछोरीलाई रक्षा गरिदिनुहोस्, हामीलाई जन्म दिने त्यो बाआमालाई रक्षा गरिदिनुहोस्। अनि हामी जन्मेको घर र आँगनलाई रक्षा गरिदिनुहोस्। यो धर्म, यो संस्कृति, यो परिवेश, यो धरातललाई जोगाइराखिदिनुहोस् भगवान। देशमा पनि शान्ति आओस्। हामी हाम्रो घरसँग, परिवारसँग, आमा बुबासँग देश जोड्छौँ, तर एउटा आस्थाको आधारमा। जबकि भगवान हाम्रो अघिल्तिर कहिले प्रकट हुनुभएको छैन र हामीलाई भगवानले कुनै प्रकट भएर प्रत्यक्ष रूपमा के आशीर्वाद नै दिनुभएको छैन आजसम्म, तर पनि हामी मान्छौँ भगवान। जय श्रीराम, जय हनुमान भन्छौँ, ब्रह्मा विष्णु महेश भन्छौँ। अनि 33 कोटी देवताहरूलाई पनि पुकार्छौँ। हाम्रो लागि भगवान भनेको एउटा सही ट्र्याकमा लगिदिने आस्थाको केन्द्र। घरभित्र होस् वा घर बाहिर होस्, ठ्याक्कै यस्तै। हाम्रो देश नेपाल र यो नेपाल भन्ने राज्यको लागि, एउटा स्वतन्त्र राज्यको लागि राजा र राज संस्था ठ्याक्कै त्यस्तै। देश र राज्यको लागि पनि जस्तो ठ्याक्कै आम प्रजाको लागि पनि त्यस्तै राजा र राज संस्था। त्यस आस्था
उहाँ पनि भगवान जस्तै, मन्दिरभित्रको भगवान जस्तै, अनि हाम्रो घरभित्रको पूजा कोठामा हामीले सजाएको भगवान जस्तै देशको लागि सजिएको एउटा हामीले मान्ने आस्थाको भगवान, जसले यो देशलाई जन्म दियो, राज संस्था, जसले यो देश बनाए, राजा। यो देश बनाउन र यो देशलाई संसारको सामु जन्म दिन राजा र राज संस्थालाई साथ दिने ती आम प्रजा हाम्रो लागि भगवान, सबै भगवान, राजा, राज संस्था र आम प्रजा पनि। जसरी गोर्खा दरबारमा गोरखनाथ बस्नुभएको छ, गोर्खै दरबारको सेरोफेरोमा मनोकामना माता बस्नुभएको छ, ठ्याक्कै त्यस्तै हाम्रो आस्था, यो आस्था हामीले मर्न दिनुहुन्न। यो आस्था हाम्रो भविष्यको लागि, हिजो पनि, आज पनि र भोलिका दिनमा पनि हाम्रो भविष्यको सन्ततिको लागि यो आस्था, राज्यप्रतिको हाम्रो आस्था, देशप्रतिको हाम्रो आस्था, राजाप्रतिको हाम्रो आस्था, राज संस्थाप्रतिको हाम्रो आस्था अनि आम प्रजाप्रतिको हाम्रो एउटा अबोध र निर्दोष आस्था बाँचिरहनुपर्छ। आस्था जोगाउँ, विश्वास जोगाउँ, हाम्रो आफ्नो धरोहर जोगाउँ, त्यो सँगसँगै राज्य र देश पनि जोगाउँ। सबैले मन र मस्तिष्कदेखि राजा र राज संस्थालाई स्याल्युट गर्न सिकौँ र भनौँ हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ। हस्, तपाईँहरूको आजको दिन शुभ रहोस्। नमस्ते नेपाल। आफ्नो ख्याल गर्नुहोला।